हेलो नमस्ते। यो ट्रेनिङको दौरानमा म लगायत मेरा सम्पूर्ण साथीहरू उपस्थित भइसकेका छौँ भने हाम्रो आदरणीय म्याम पनि उपस्थित भइसक्नु भएको छ। हामी अघि बढौँ है त। म्याम आज के बनाउने हो हामी? हामी आज 10 वटा हट बेभरेज खान्छौँ, एक्सप्रेसो बेस्ड। साथीहरूलाई के छ त म्यामको बनाइमा? एक्साइटेड ल म्याम एकदमै गुड एन्ड ग्रेट हुनुहुन्छ हाम्रो लागि। खाना मिल्ने हैन अनि साथी जस्तो भएर सिकाइ पनि दिनुहुन्छ। तर एकदम तितो हुन्छ। हामी सबै म्यामसँग खुसी छौँ है। ल ल काम सुरु गरौँ। सर पनि कफी लभर हुनुहुन्छ। ठीक है, रेस्ट्रिक्ट त सर। थ्याङ्क यू। ल यो रेस्ट्रिक्ट है। अहिले चाहिँ हामी स्टुडेन्टबाट ट्राई भइरहेछ। अघि म्यामले गरेर देखाइदिनु भयो, अब हामी स्टुडेन्टबाट ट्राई भइरहेछ। खजुर खजुर गर्दै हुनुहुन्छ उहाँले। त्यो के भयो भने कति एमएल भयो? 15 to 20 ml। तीनटा पार्ट हुन्छ कि, एउटा चाहिँ क्यारेमा भयो हैन, एउटा चाहिँ बडी हुन्छ अनि एउटा चाहिँ हल्ट हुन्छ। यो कति एमएल भयो? यो त 30 ml, 15, 20, 15, 17 ml चाहिँ। ओके ल। कति बान्छु म्याम एकदम प्याक गर्नु? एक्सप्रेसो डबल सट हो। म्याम के रेडी गर्नुभएको? कुन पाना बनाउने? व्हाइट क्रिम रेडी पनि हुँदैछ म्यामले। त्यो एकतिर मात्र झरो भनेदेखि चाहिँ त्यो ट्याम्पिङमा प्रब्लम हो। ब्यालेन्स मिला। त्यो के भयो म्याम? ठ्याक्क भनिदिनुहोस्। थ्याङ्क यू। हाम्रोमा चाहिँ इनोसेन्ट म्याम अस्ट्रेलिया जाने म्याम बोल्दै बोल्नुहुन्न। क्याफे लुङ्गो पनि भन्छ यसलाई, क्याफे लुङ्गो। हजुर त्यसमा 90 ml 3 ounce। अनि यो भयो डोपियो, यसमा चाहिँ 2 ounce हुन्छ, 2 ounce अफ एक्सप्रेसो। यसमा 60 ml हुन्छ। यसलाई भन्छ रेस्ट्रिक्ट हो। यो चाहिँ 15 देखि 20 ml सम्म हुन्छ। हामीसँग चाहिँ 17 ml छ। यो भनेको एक्सप्रेसो। एक्सप्रेसो भनेको इट्स अलवेज 30 ml। हस् थ्याङ्क यू। ल अब हामीले के बनाएर देखाउँछौँ म्याम यसबाट? अब हामीले रेस्ट्रिक्ट त बनायो, कोटाडो बनाउँछौँ, पिक्कोलो बनाउँछौँ, एक्सप्रेसो कोन पाना बनाउँछौँ। ल एक्सप्रेसो कोन पाना बनाउन चाहिँ एक्सप्रेसो दिने हामीले 30 ml। हस्। अनि यसको लागि हामीले माथिबाट व्हाइट क्रिमले एड गर्ने, नथिङ मोर। ल यो भयो, के भयो रे यो? कन्पाना। हामी स्टुडेन्टको तर्फबाट अमेरिकनो चाहिँ रेडी गर्न सफल भएको छौँ। हेलो सर। ल सर्भिसिङमा जानुभयो? हाम्रो म्यामले उहाँ कोटाडो होइन त म्याम? यसमा चाहिँ लेस अमाउन्ट अफ यसमा चाहिँ लेस अमाउन्ट अफ मिल्क भयो हैन। यसमा
चाहिँ टुलिप नै बनाउने हो जे बनाउँदा पनि हुन्छ मलाई पिकोलो पिकोलो कोटाडो एन्ड पिकोलो ल बुझ्नुभयो तपाईँहरूले हजुर यसमा र क्याफे लाटेमा के फरक यो र क्याफे लाटेमा यिनीहरू अझै स्ट्रङ हुनु भएन सानो यसमा त्यति यसमा चाहिँ धेरै अमाउन्ट अफ एक्सप्रेसो भयो होइन त्यो हामीले क्याफे लाटेमा चाहिँ धेरै अमाउन्ट अफ मिल्क हुन्थ्यो नि त यसमा चाहिँ धेरै अमाउन्ट अफ एक्सप्रेसो छ लेस अमाउन्ट अफ मिल्क को एक्सप्रेसो भयो अमेरिकानो भयो लुङ्गो भयो क्याफे लाटे त्यो त हिजो भइसक्यो नर्मली रेस्ट्रिक्टो भयो कोटाडो कुन हो पोटाटो डबल सर्ट पिक्कोलो कुन हो अनि त्यस पछाडि एक्सप्रेसो कोन पाना कुन हो अब एक्सप्रेसो आफोकातो बनाउँछ डोपी भयो होइन डोपी यहीँ थियो है अब अस्ट्रेलियन क्याप्चिनो बनाउनु पहिला लास्टमा ऊ बनाउने ल के बनाउन रेडी गर्नुहुन्छ सर अस्ट्रेलियन क्यापुचिनो हामी चाहिँ अहिले प्र्याक्टिसमै छौँ त्यो भएको कारणले एकअर्कालाई सोधपुछ गर्दै चाहिँ सिक्ने क्रम जारी छ है त यो कप तातो हुँदैन मलाई पनि कप सानो भयो कप चेन्ज गरौँ नि त कोको पाउडर हाल्छु मैले कोको पाउडर 1 टेबल स्पुन हो तर यसरी पनि हाल्नु है तर 1 टेबल स्पुन हाल्नु कोको पाउडरको टेस्ट कस्तो हुन्छ के छ चकलेट भन्दा हल्का हार्ड हुन्छ वाउ नाइस अस्ट्रेलियन क्यापुचिनो है यसमा के फरक छ र यसमा कोको पाउडर स्लिप गर्छ त्यसको उलेमा मलाई ससले म्यामहरू तीनवटा आइटम्स बनाएको छौँ हामीले फर्स्टमा त यहाँ सिङ्गल सर्ट एक्सप्रेसो हाल्यौँ र एक्सप्रेसो हामीले एक्सप्लेन गऱ्यौँ र सिङ्गल सर्ट एक्सप्रेसोमा मैले के बनाएँ पिक्कोलो बनाएँ यसमा डोपियो छ होइन यसमा डोपियो छ डोपियोमा मैले हजुर भन्नु न यसमा डोपियो छ अनि डोपियोमा मैले डोपियो तपाईँहरूलाई देखाएर बुझाएर अनि मैले यहाँ कोटाडो बनाएँ यो हो पिक्कोलो यो हो कोटाडो यो हो एक्सप्रेसो कोन पाना यसमा चाहिँ एक्सप्रेसो भनेको अलवेज 30 ml हुन्छ अनि त्यसमा व्हाइट क्रिमले टपिङ गरिदिने र यो हो रेस्ट्रिक्टो भनेको 15 ml देखि 20 ml सम्म हुन्छ हामीसँग चाहिँ 17 ml छ अनि यो हो लुङ्गो कति ml हुन्छ लुङ्गो जरी पनि 90 ml हुन्छ अनि यो हो अस्ट्रेलियन क्यापुचिनो यसमा चाहिँ हामीले पहिला सिङ्गल सर्ट एक्सप्रेसो हाल्यौँ माथिबाट कोको पाउडर हाल्यौँ अनि त्यस पछाडि माथिबाट आर्ट बन्यो यसलाई भन्छौँ अस्ट्रेलियन क्यापुचिनो थ्याङ्क यू माकियातो हो ल मिल्क फर्म कति ml हुन्छ एक्सप्रेसो कति ml हुन्छ एक्सप्रेसो भनेपछि 22 रेस्ट्रिक्टोमा हैन यो एक्सप्रेसोमा हाल्ने है मैले त्यो बुझाइदिएको थिएँ अनि म्याम यसरी नै हाल्दियो फर्म चाहिँ यहाँ ठ्याक्कै 3टा लेयर देख्नुपर्छ ल मेरो अलिकति हात थामै यो माथि भयो एक्सप्रेसन माथि एउटा फर्माएर माथि भयो कति पर्सेन्ट यसको प्राइसहरू चाहिँ लाइक रेन्ज यस्तोहरू धेरै लिँदै हुँदैन एस्प्रेसो खान्छ मान्छेहरूले नेपालको प्राइजिङहरू पनि भन्दा राम्रो होइन उहाँले नि गुड क्वेसन गर्नुभएको
नेपालको प्राइसिङ मेरो क्याफेमा चाहिँ त्यही हो। एक्सप्रेसोको 80 छ, डोपियोको 120 छ, अनि त्यस पछाडि अमेरिकनको 115 छ, 115 क्यापुचिनोको 160 छ। कस्तो छ? 220 छ हिमालयन जावा। हिमालयन जावा त सकिहाल्यो। ल ठिक छ हैन, तपाईहरुले बुझ्नुभयो नि? सर हामी यो गरिबको छोराले के खान सकिन्छ त? हजुर गरिबको छोराले हामी खान सकिन्छ? छोराले खाने हैन नि सर, बनाएर सर्भ गर्ने हो ठिक। हाम्रोमा चाहिँ एकदम मजाक पनि हुन्छ। त्यसपछि टिप्स आउँछ। हजुरले अब के गर्दै के बनाइदिँदै हुन्छ? एक्सप्रेसो अफोगाटो। एक्सप्रेसो अफोगाटो। एक्सप्रेसो अफोगाटो। यो आइसक्रिम हो म्याम? हजुर यो आइसक्रिम। ल यो चाहिँ एकदम हेर्दाखेरि एकदम राम्रो देख्छ क्या। राम्रो रहेछ नि यो फ्लो राम्रो। मैले चाहिँ एकचोटि गएर के हो खानालाई अर्डर गरेँ चाहिँ यस्तो आएको थियो। आइसक्रिम भएर चाहिँ डर हुन्छ नि त। हैन आइसक्रिमले गर्दाखेरि राम्रो यो चाहिँ के भन्नु म्याम? एक्सप्रेसो अफोगाटो। विथ केबाट बन्यो भने भनिदिनु एकचोटि। आइसक्रिममा हामीले माथिबाट डोपियो झार्छौँ। थ्याङ्क यू। एक्सप्रेसो अफोगाटो। यसमा चाहिँ 1 स्कुप अफ आइसक्रिम र डोपियो छ। यो एक्सप्रेसो माकियातो हो। यसमा एक्सप्रेसो छ र माथिबाट मिल्क फोम छ। यो एक्सप्रेसो कोनपाना। एक्सप्रेसो छ र यहाँ माथिबाट हामीले व्हाइट क्रिमले टपिङ गरेको छ। यो कोटाडो। कोटाडोमा यहाँ डबल शट एक्सप्रेसो छ र माथि अलिकति मिल्क छ र यो 8 भन्यो। यो हो पिकोलो। यो चाहिँ सिंगल शट एक्सप्रेसो छ, यहाँ मिल्क छ यति अनि माथिबाट 8 भन्यो। यो हो अस्ट्रेलियन क्यापुचिनो। यसमा चाहिँ हामीले एक्सप्रेसो झार्यौँ 30 ml अनि माथिबाट 1 टेबलस्पुन अफ कोको पाउडर अनि माथिबाट हामीले 8 बनाइदियौँ। थ्याङ्क यू म्याम। यो क्याफे लुङ्गो। यसमा चाहिँ 90 ml अफ एक्सप्रेसो अर डोपियो झार्छ। थ्याङ्क यू यो चाहिँ यो माकियातो टेस्ट गर्दै हुनुहुन्छ। कस्तो लाग्यो सर? एकदम राम्रो लाग्यो म्याम। हामीले यो त टेस्ट गऱ्यौँ होइन, यसको त टेस्टको बारेमा भनिदिनु न त। अनि त्यस पछाडि यसको टेस्टहरू कस्तो हुन्छ? नेपालीमा पनि भनिदिनुहोस् एकचोटि। बिटर मलाई चाहिँ यो खाएर हल्का बिटरनेस पनि फिल भयो, हल्का तितो फिल भयो, हल्का गुलियो फिल भयो, हल्का नुनिलो फिल भयो, हल्का अमिलो फिल भयो, सबै टेस्टको कम्बिनेसन फिल भयो सर। हस् थ्याङ्क यू। ल सबै लिँदा हुन्छ। अब लिएको लिएको ज्ञान सँगसँगैको हाम्रो मित्रता पनि एकदम राम्रो छ। भनेको टिचर हुनुहुन्छ तर पनि एकदमै साथी जस्तो भएर हामीलाई सिकाइदिनुहुन्छ। अनि हामी सबै स्टुडेन्टहरू चाहिँ एकअर्कामा अन्जानै थियौँ। यहाँ आएर एकदमै राम्रो साथीहरू पनि भयौँ होइन। यो पनि खुसीको कुरा हो भने हामीले सबै कुराहरू तपाईँलाई बनाएर पनि देखाइसक्यौँ। एट लास्टमा यो भन्दैछु अनि एकदमै थ्याङ्क यू पनि भन्न चाहन्छु नेपाल स्कुल अफ होटल म्यानेजमेन्टलाई होइन। अनि हाम्रो साथीहरूलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु। अनि धेरै कुराहरू पनि सिकेको छु है त।